ओ मासुमा पल्किने रैनीतिरै ढल्किने। हेलो एभ्रिवान, आज हामी चाहिँ साथीहरूसँग गाड मडाउन जाँदैछौँ। समय आएगा तो हम बताएंगे, मौका मिलेगा तो बता देंगे। ला 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 ला। लाग्न एकछिन। आज हामी चाहिँ ततरा माथि हाम्रो एक टुर छ है। अब पानी परिरहेछ, त्यही भएर म चाहिँ रेनकोट लगाएर अब हामी निस्किन लागेको छौँ। हामी कोसीको बगानमा बसेर एकछिन भ्यू हेरेर हामी चाहिँ यो रेनकोट लगाएर अलिक पानी सिमसिम पर्दैछ होइन। अब भिजिन्छ कि के हुन्छ भनेर रेनकोट हामीले लगाउँदैछौँ होइन। अब हामी वहाँ पुगेपछि हामी त्यो दृश्य देखाउनेछौँ तपाईँहरूलाई होइन। हेर्दै जानुहोस् हाम्रो यो मिनी भ्लगमा। ल थ्याङ्क यू। चिसो हावा खाँदै कोसीको बगर हुँदै हामी चतरातिर लाग्यौँ। चतरा पुग्छौँ र हामी त्यहाँदेखि रहेको 1 किलोमिटर अगाडि हामी दाहिने साइड मोड्छौँ। यहाँदेखि पनि हामी 1 किलोमिटर उकालो चढेर हामी प्यारापेट उडान गर्ने ठाउँमा हामी पुग्छौँ। फाइनली हामी यहाँ माथि डाँडामा आइपुग्यौँ है। त्यो कोसीको भ्यू यस्तो देखिन्छ। यहाँ भाने हुन्छ हाम्रो मेन क्यामेराम्यान हो उहाँ चाहिँ, लुटी राइडर, यो विदेशी माल। यता हेर यहाँ बाख्राहरू छन्, यहाँ बोकाहरू छन्। हेर यता है ठुलो बोका, यहाँ छ ठुलो बोका। बाटो चाहिँ यस्तो छ होइन। त्यहाँदेखि तल आउनुलाई हामी चाहिँ हिँड्नुपर्छ 2 मिनट 5 मिनट 2 मिनट जति हिँड्नुपर्छ होइन। तल तल हामी चाहिँ यात्रा पुगेर आइसक्यौँ। बाटो चाहिँ यस्तो छ होइन, यतिको हिँड्नुपर्छ। त्यहाँ अटो चाहिँ अर्को त्यो पिचको बाटो जाँदो रहेछ नि। कहाँ? यहाँ पर अटो भएको छ, अटो भएको ठाउँमा। होला हौ, उयो माथिसम्म चाहिँ पिच बनाइसकेको छ। यहाँदेखि चाहिँ यो अलिकति यस्तो अफरोडमा अलिकति मिहिनेत गर्नुपर्ने हुन्छ। यहाँदेखि चाहिँ हामी यहाँदेखि चाहिँ यो बोट लागेकोदेखि चाहिँ माथि जानुपर्ने हुन्छ। अलिकति माथि गएर तल झर्नुपर्ने हुन्छ पछिबाट। अब हामी चाहिँ घर लाग्ने तयारीमा छौँ होइन। घर लाग्ने चाहिँ होइन, अब हामी उता अब मासु पुडेर खाने तयारीमा छौँ। चतरा साइड होइन, खोलाको हामी चाहिँ बग्दैछौँ, हामी जाँदैछौँ। चाहिँ खतरनाक सकit. Bane कसो छ बन? दामी छ हैन? तान्न मलाई। को टिप्लिङ छ त यार यहाँदेखि त। म चाहिँ सक्दिन। खोलामा हैन त्यही रहेछ त। उहाँ छैन उयो उताको ठाउँमा उहाँ जाउँ न त। अब कहाँनिर छ अब छन त छ नि चिप्लो होला म सक्दिनँ यस्तो छ धरा बाटो खतरा बाटो छ दामी 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 मलाई चाहिँ वरिपरि राम्रो राख्ने नानी सिसीमै पानीमा अब बाटो चाहिँ यस्तै हो एउटा भने जस्तो कहाँ सजिलो हुन्छ र मेरो घोडाले दिँदैन मेरो
अलिकति यहाँ चाहिँ खोला अलिक बेसी बग्दो रहेछ, यहाँ चाहिँ अलिक सानो बग्दैछ। यता चाहिँ खोला अलिक बेसी बग्दो रहेछ। हामी चाहिँ माछा पोल्नुको लागि ठाउँहरू खोजे म गलिसकेँ। अब पिकनिक स्पोटमा आयौँ एभ्रिवान। यहाँ सबैको रहेछ खाने ठाउँ, दामी रहेछ फेरि त्यहाँ। बबाल यहाँ के को भुत्ला हो यो, खाने ठाउँ पनि यहाँ बनाइरहेको रहेछ। यो लुटीको घर हो, भाने पाहुना आउनुभएको छ। टोइलेट हो, टोइलेट कहाँ छ? ए टोइलेट यहाँ छ। यसरी त मुत्नु नहुने हो होइन, तर यहाँ एकदम अब चिप्लिन्छ यार म त होइन। मलाई चाहिँ बब्बाल लाग्यो यो ठाउँ होइन, एकदम गर्मी सिजनमा ट्याक्क माथिदेखि है, माथिदेखि चाहिँ ढुङ्गे खोला भएर यहाँ आएको छ। यहाँदेखि यहाँ गएर तल सप्तकोसीमा झरेको छ। हाम्रो चाहिँ ग्यासिङ अब चाहिँ हामी खानातिर लाग्छौँ होइन। खानातिर चाहिँ होइन, अब हामी खानाको लागि चाहिँ हामी तयारी गर्छौँ यहाँ। तर यहाँ सर्बो छ जस्तो लाग्यो मलाई एउटा गाइस। बाने खोताल त्यहाँ उतो ढुङ्गामा हेर्दै, त्यो ढुङ्गामा छेपारो पो रहेछ। कता गयो छेपारो? सर्प का भैया निकालो 10 रुपैयाँ। आम्बो कति गोरे देखेको क्या यसलाई त, गोरै छ यो चाहिँ होइन। गोरे थियो नि त। के भन्छ यहाँ हाम्रो मिनी भ्लगमा भने मेरो पहिलो भ्लग हो होइन यो चाहिँ। हामी यस्तो ठाउँमा एडभेन्चर ठाउँमा आएको छौँ होइन, तर यहाँ हामी आउनुभन्दा अगाडि अरू मान्छे पनि आएर ठाउँ बनाइदिनु भएको रहेछ। ठाउँ यसरी यहाँ बनाइदिएर ट्याक्क। तर यहाँ भुत्ला यो खसीको हो कि बोकाको हो कि पठङ्ग्रीको हो होइन। त्यस ठाउँ एकदम राम्रो छ, शीतल छ होइन, नेचुरल भाइब पाउँछ यस्तो ठाउँमा। तपाईँहरू पनि आउनु होला लोकेसनको लागि यो भिडियो फुल भिडियो हेर्नुलाई पाइहाल्नुहुन्छ। हजुर, हाम्रो यहाँ फोटोसुट हुँदैछ। आम्बो यस्तो यो चुरोट हेरेर चाहिँ मनै पर्दैन क्या। चुरोट खाने मान्छेहरूसँग त हिँड्नै मन लाग्दैन, त्यही पनि के गर्नु, साथीभाइ हो, खाइहाल्छ नि, खाना दिनुपर्छ खाने मान्छेलाई होइन, रोक्नु हुँदैन। तर एकदम राम्रो छ क्या, यहाँ नुहाउँदा पनि मिल्छ होइन। यहाँ चाहिँ होइन बब्बाल छ क्या, ट्याक्क छ ट्याक्क। लकेट हो गाइज एभ्रिवान। अब यहाँ अब हाम्रो मासु बनाउनेतिर हामी लाग्छौँ, मेरिनेसन गर्छौँ होइन। सामानहरू हाम्रो यहीँ छ सबै, झोलामा प्याक छ, यता एकदम बब्बाल। सर यो तपाईँको गोजीमा राख्नुहोस् न, चेन भएको गोजी। प्लेट पनि चाबी हाम्रो सरले जे होस् सबै कुरा दामी गरेर राख्छु नि यार। पानी ल तँलाई के भन्नु छ यहाँ के भन्न यहाँ कस्तो ठाउँ रमाइलो छ, चिल ठाउँ छ। ठाउँ कस्तो छ भन, ठाउँ कस्तो छ? एकदम दामी छ, टक्क मासु पोल्ने, दारू मासु हाल्ने। दाइको सङ्गत हेर्न न, दाइको सङ्गत चाहिँ कस्तो छ? एकदम मजा। दाइको सङ्गत नगरेको यो यहाँ आउनै पाउँदैन थियो। अनि फेरि पौडा हानिदिइहाल्छु नि त म फेरि केटाहरूलाई त। पौडा मान्नेलाई मानिदिने हो, तान्दिने हो, नत्र हानिदिने हो होइन। होइन चुरोटै चुरोट बोकेर खाइरहेछ। यिनीहरू चाहिँ कहाँ गएको? ओइ कहाँ गएको? ओइ कहाँ गएको? हग्नु गएको? एकदम अहिले चाहिँ हिँडेर आएर अलिअलि गर्नु चाहिँ यहाँ आराम गरिदिनु पाउँदाखेरि चाहिँ म एकदम खुसी छु है। जति हामी माथि गयौँ त्योभन्दा पनि यहाँ धेरै खुसी छु, किनभने मलाई यो खोला नाला एकदम मनपर्छ है। अब एकछिनमा तपाईँहरूलाई चाहिँ फेरि हामी मेरिनेट गरिसकेर पोलेको ओरेको खाएको अलिअलि देखाउँला। अहिले बन्द। उहाँ मेरो साथीले चाहिँ हेर्नु खतना ल्याउनु हुँदैछ। सतराको एक मात्रै डेन्जरस। ओ माई गड, यो त कस्तो खालको छ त यार। देखा त मजाले यता टाउको देखा त, टाउको भयो त यार। निलो छ त, निलो छ नि कस्तो खालको है।
कहिले पक्रेको कहिले देखेको तर यसलाई चाहिँ डर लाग्छ पक्रिनुलाई यो चाहिँ एक्सपर्ट छ अलिक चौधरी भएर हो यो सानैदेखिको यस्तो गङ्गेटा सङ्गेटाहरू त खतरा छ भात यसलाई भात यसलाई पनि पोलेर दामी हानिदिनुपर्छ पक्कै एउटा म फोटो खिच्नुपर्छ यार एकदमै खतरनाक छ यसको टाउको हेर न छेउमा त नलगाउँ यार हाम्रो चाहिँ यहाँ भइसक्यो तगारीमा हामी लिएर आएको थियौँ होइन तगारी पनि लिएर आएको थियौँ सबै कुरा होइन अचारको लागि टमाटर यो छ यहाँ यसो छँदैछ यहाँ एक्स्ट्रा दाउराको लागि चाहिँ हामी यहाँ तयारी गरिरहेछौँ होइन बन्दैछ यहाँ हाम्रो सामानहरू छ हाम्रो सबै यहाँ उयो छ होइन ढुङ्ग्री चिप्सहरू हाम्रो यताहरू गर्नको छेउ जुन हेर्नु माथि माथि सुँगुरको मासुमा पल्टिने लिम्बुनेतिरै ढल्किने सुँगुरको मासुमा पल्किने रैनीतिरै ढल्किने ल चस हान्दिउँ हाम्रो चाहिँ यो एक्सट्रिम हो है एक्सट्रिम कोहीतिर भाने एक्सट्रिम एउटा गिलासमा हालेर खान धुवा आउँदैछ मेहनत गर्नुपर्छ केही होइन पाउनको लागि खानुको लागि क्वालिटी मारेर बसिसकेको छ कि हामी भिडियो अहिले कन्टिन्यू गर्ने छौँ स्प्राइट खाँदैछु खा भने ल खाना खा पिस पनि देखाइदिए त ल ल मेरो पनि देखाइदिए त नलाउने उता देखेको छैन